लस्सो फेफुल्जिटासिडले मेरो प्यारो दर्शकगणहरू है अनि लामो गुरुहरू अनि आज चाहिँ म तपाईँलाई पाल्देन चबे लामा रिम्बोचे दागी चिउर पेमा दिन्छु लकाडेन छ म गर्ने चुसुने कुसुम थुजिङ मुन्डु चल्दुसोल भन्ने यसको विषयमा म तपाईँलाई विस्तार रूपसँगले म बताउँछु। तपाईँले खालि सोच्नु मात्रै भइरहेको होला पाल्देन चबे लामा रिम्बोचे भनेको चाहिँ अब टाउको चिउर डिम्पर निङ्खर अनि यस्तो गर्नुपर्छ भनेर तपाईँले यति मात्रै सोच्नु भएको होला। अनि अस्ति मैले फेरि तपाईँलाई छोटकरीमा एउटा मैले बताइदिएको थिएँ है। छोटकरीमा मैले तपाईँलाई चाहिँ अस्ति हिजो राति चाहिँ मैले तपाईँलाई एउटा दिएको थिएँ, राति सुत्ने बेलामा यस्तो प्रकारको गर्नु हो भनेर चाहिँ मैले तपाईँलाई भनेको थिएँ। यो चाहिँ तपाईँलाई एउटा सिक्ने ज्ञान हो है त। अनि आज चाहिँ म यो तपाईँलाई स्पष्ट रूपसँगले म तपाईँलाई भन्ने गर्दैछु है त। तपाईँले राम्रोसँगले सुन्नुहोस् है। पल्देन चबे लामा रिम्बुर्छे दागी चिउर पेमा दिन्छु ल कार्टेन छिम्बो गाउने जिसुन्थे कुसुम थुजिङ मोडु चाल्दुसोल। पाल्देन भनेको चाहिँ महाशक्तिशाली, कसैसित नहार्ने है, महावज्रयानी, कसैसित नहार्ने एकदमै यो संसारको सबैभन्दा ठुलो चाहिँ को हो भन्दाखेरि चाहिँ गुरु है त। गुरु हो। त्यो गुरु चाहिँ एकदमै हाम्रो लागि चाहिँ छिम्बो है, एकदमै महत्त्वपूर्ण चिज चाहिँ अनि लामा रिम्बुर्छे भनेर छ। ऊ चाहिँ को? स्वयं वज्रगुरु अथवा ठुलो लामाहरूलाई भन्नुहुँदैछ है त। अनि त्यसपछि चाहिँ दागी चिउर पेमा तेन्सुल अनि मेरो यो चिउरमा यो के भन्छ टुप्पीको माथि चाहिँ पेमा देन्सुल चाहिँ अनि यो मेरो टुप्पीको चिउरमा चाहिँ कमलको फुल र घाम र जुनको अछन लगाएर चाहिँ यसमा विराजमान गरिदिनुहोस् भन्नुहुँदैछ। सुल अनि कटिन छिम्बो गोन्ने चेसुन्ते अनि हामीले कटिन छे भन्छ नि, अनि कटिन छे भन्छ नि हामीले। अनि एकदमै धन्यवाद छ तपाईँलाई, धेरै धन्यवाद छ, मेरो एकदमै मन हृदयबाट नि तपाईँलाई धन्यवाद छ। अनि कुसुम थुचिङ मोडु चाल्दुसोल भनेर भन्नुहुँदैछ। म चाहिँ मेरो शरीर, मेरो बोली, मेरो यो डिम्पर अनि मेरो यो थुकर अनि मेरो हृदयदेखि म तपाईँलाई एकदमै प्रणाम गर्दैछु भनेर चाहिँ हो त्यस्तो प्रकारको यहाँनिर भन्दैछ। अनि दोस्रो नम्बरमा चाहिँ अब यो चाहिँ तपाईँले कतिखेर गर्नुपर्छ? फर्स्टको पाल्देन चबे लामा रिम्बो चाहिँ दागी चिउर पेमा दिन्छु ल काटेन छ म गर्ने चुसुने कुसुम थुचिङ मोडु चाल्दैछु। यो दिनभरिमा 3 पल्ट तपाईँले गर्नुपर्छ। एकपल्ट मात्रै पहिला तपाईँ बिहान झुरुक्कै उठ्यो है, बिहान झुरुक्कै उठ्दाखेरि चाहिँ पाल्देन चबे लामा रेम्बो चाहिँ दागी चिउर पेमा दिन्छु ल काटेन चाहिँ म गर्ने चुसुने कुसुम थुकी मोडु चाल्दुछु भनेर चाहिँ यसो गरेर सोच्यो भने चाहिँ अनि जुन चाहिँ आफ्नो गुरु हुन्छ, ऊ गुरु चाहिँ सधैँभरि तपाईँको शिषमा, दिनभरि तपाईँको शिषमाथि बसिरहेको हुन्छ, दिनभरि तपाईँलाई रक्षा गरिरहेको हुन्छ, दिनभरि तपाईँ जुनै जग्गातिर जाँदाखेरि तपाईँलाई रक्षा गरिराख्छ, तपाईँको शिषमा बसेको हुन्छ नि त गुरु। अनि त्यसपछि कुनै पनि तपाईँले भोजनहरू गर्दाखेरि, खानाहरू केही पनि खाँदाखेरि अनि त्यसपछि के भन्नु पर्यो भने तपाईँले चाहिँ पाल्देन चबे लामा रेम्बो चाहिँ दागी ढिम्पर पेमा देन्छु ल काटेन छिम्बो ज्ञान झिसुन्थे कुसुम थुकिङ उन्डु चाल्दुसुल भनेर चाहिँ फेरि भन्नु पर्यो। अनि महाशक्तिशाली हे मेरो एकदम अमूल्य गुरु रिम्बुर्छे, अनि म तपाईँलाई मेरो घाँटीमा कमलको फुल र घाम जुनको अछान लगाएर तपाईँलाई यहाँनिर विराजमान गरिरहेको छु। अनि म आज जे पनि खाँदैछु यो तपाईँलाई चढाएर मात्रै म ग्रहण गर्दैछु, अथवा तपाईँ यहाँनिर बसिदिनु भएकोमा धेरै तपाईँलाई मेरो शरीर वचन र मनबाट चाहिँ एकदम तपाईँलाई धन्यवाद छ भनेर चाहिँ यस्तो प्रकारको तपाईँलाई भन्नु पर्यो। अनि त्यसपछि जे पनि खाँदाखेरि अनि त्यसपछि लास्टमा राति तपाईँहरू सुत्ने बेलामा चाहिँ है त, सुत्ने बेलामा चाहिँ तपाईँहरू चाहिँ पाल्देन चबे लामा रिम्बो चाहिँ दागी थुकर पेमा देन्छु ल काटेन चाहिँ म गर्ने चिसुन्थे कुसुम थुचिङ मुडु चाल्दुसोल भनेर चाहिँ हो त्यस्तो प्रकारको तपाईँले भन्नुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सधैँभरि तपाईँ सुत्दाखेरि चाहिँ तपाईँको गुरु स्वयं गुरु रिम्बुर चाहिँ तपाईँको मनभित्र सधैँभरि रहनेछ। तपाईँले यो मन्त्र जप चाहिँ कहिले पनि नछोड्नुहोस्, तपाईँले यो मन्त्रले चाहिँ जप्दै बस्नुहोस् लस्सो फेफुल्जिटासिदले। अनि यो मन्त्र तपाईँले जपेछ भने चाहिँ भर्दो ठुडुलमा एकदमै ठुलो काम गर्नेछ है त तपाईँहरूले चाहिँ ल। यो चाहिँ एकदम भर्दो ठुडुलको लागि चाहिँ धेरै ठुलो काम गर्नेछ। तपाईँलाई नराम्रो बाधा विघ्नहरू केही पनि आउँदैन। यो तपाईँले मन्त्रहरू जपिराख्यो भने हामीलाई जुन चाहिँ
3 दिन हामी अनिन्द्य हुन्छ नि, 3 दिनमा हामीलाई यो होस नै चेतना हुँदैन, 3 दिन 3.5 दिनसम्म चाहिँ हाम्रो चेतना हुँदैन। त्यो 3.5 दिनसम्म हामीलाई चेतना नभएको कारणले चाहिँ अनि यो हामीले बेसी पापहरू गऱ्यो भने चाहिँ हामीलाई 3.5 दिनसम्म चेतना हुँदैन। अनि हामीले चाहिँ यो पाल्देन बेलामा चाहिँ हो त्यस्तो मात्रै हामीले बिहान बेलुका 12 बजे खाना खाने बेला यो गरिरहेको छ भने चाहिँ हामीलाई चाहिँ छिटो मोक्ष प्राप्त पनि गरिन्छ यसले नि भनेर चाहिँ भनिएको छ। त्यस कारण चाहिँ अनि हामीले चाहिँ यो पाल्देन बेलामा चाहिँ हामीले एकदमै इम्पोर्टेन्ट चिज छ गर्नु चाहिँ है त। ल सो फेपुल्जिटा सिदिले।